हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल युके सपोर्ट्समा, युके ब्लग्समा। आजको टपिक चाहिँ रहेछ कि युके प्रोसेसिङ को लागि डकुमेन्ट गर्दाखेरि कति टाइम लाग्ने छ र हाउ टु कन्ट्याक्ट भिसा स्टेटस टु युके भिआई। सो धेरैजनाले मलाई सोध्नु भएको छ, मेसेज गर्नु भएको छ कि कति टाइम लागेको छ, कति लाग्छ। सबै कसैले भन्छ कि 2 महिना लाग्छ, कसैले भन्छ 4 महिना लाग्छ। तर एक्चुअली कति लाग्न गर्दछ त्यो के भन्छ युके को भिसा एप्लाई गर्दाखेरि कति टाइम लाग्छ। त सबै भिसाको सबै किसिमको सिस्टम हुन्छ। जस्तो कि एउटा भयो तपाईको स्टडी भिसा भयो, टुरिस्ट भिसा भयो, डिपेन्डेन्ट भिसा भयो, स्पाउस भिसा भयो, यति भिसाहरू हुन्छ के। अब हामीलाई यो बुझ्नु पर्यो कि सबै भिसा एउटै होइन के, सबै भिसा अलग अलग भिसा हो। टुरिस्ट भिसा जस्तो कि मान्छेहरू आउँछ टुरिस्ट भिसाको लागि, जो 3 विकको लागि आउँछ, 4 विकको लागि आउँछ टुरिस्ट भिसामा, 6 महिनाको लागि पनि आउँछ। त त्यसको अब के हुन्छ त साथीहरू, 1 बाई 1 हामी डिस्कस गर्नेछौँ। र यदि अहिलेसम्म तपाईहरुले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला र यस्तै नयाँ खबरहरू सुन्नु होला युकेको। त फर्स्ट हम स्टार्ट गरौँ टुरिस्ट भिसा 1 नम्बरमा। टुरिस्ट भिसा के हुन्छ भनेर युके भिआईमा भनेर त्यसको म्याक्सिमम चाहिँ 2 देखि 3 हप्ता लाग्ने गर्दछ टुरिस्ट भिसाको। किनभने टुरिस्ट भिसामा आउँछ बढी टाइम लाग्दैन टुरिस्ट भिसाको, 2 देखि 3 हप्ता लाग्छ। किनभने टुरिस्ट भिसामा मान्छेहरूलाई भ्रमण गर्नको लागि आउँछ र फेरि सर्टेन टाइमको, किनभने सर्ट भिसाको लागि सर्ट पिरियड अफ टाइमको लागि हामीले के गर्छ भने युके भिसाले के गर्छ भने युकेले टाइममा दिइदिन्छ भिसा। सेकेन्ड नम्बरमा के छ भने स्टुडेन्ट भिसा। स्टुडेन्ट भिसामा के हुन्छ भने 3 देखि 4 हप्ता लाग्ने गर्दछ। अब कसैलाई धेरै पनि लाग्ने गर्दछ। त धेरै टाइम लाग्नुको मतलब यो भएन कि मेरो भिसा क्यान्सल भइहाल्छ या त केही गडबड हुन्छ, त्यस्तो हुँदैन के। धेरै दिन लाग्नुको मेन मकसद के छ भनेर धेरै भिसा धेरै हो, स्टुडेन्टको चाप धेरै बढिरहेछ दिन बाई दिन। पहिला त योभन्दा पनि धेरै टाइम लाग्ने गर्दछ, 1.5 महिना लाग्छ, 2 महिना लाग्छ। तर अहिले अब डिपेन्डेन्ट बन्द गरिदिएछ, एउटा नयाँ रुल्सहरू लगाइदिएछ, त्यसैले स्टुडेन्टहरूको चाप अलिकति कम भइरहेछ। त्यसैले अहिलेको सिस्टममा स्टडी भिसामा आउनको लागि तपाईलाई 2 देखि 3 हप्ता लाग्ने गर्दछ। यानी मिनिमम तपाईको म्याक्सिमम 3 हप्ता लाग्छ, या बढीभन्दा बढी लाग्यो भने 1 मन्थ लाग्न गर्दछ। तर 2 देखि लिएर 4 हप्ताको बिचमा आइहाल्छ। जस्तो कि मेरो भिसा आएको थियो भने मेरो 2 हप्तामा आएको थियो र ठ्याक्कै 2 हप्तामा मेरो भिसाको रिजल्ट आएको थियो। अब त्योभन्दा बढी पनि लाग्यो भने तपाईले केही इन्फर्मेसन मिस्टेक राख्नु भएको होला, केही डकुमेन्ट छुटाउनु भएको होला, नाममा पनि मिस्टेक हुन सक्छ। जस्तो कि मेरो साथीको नाममा मिस्टेक थियो एउटा साथीको, अनि त्यसको 2.5 महिना लाग्यो तर भिसा आयो के। तपाईको भिसा आउँछ के, टाइम लाग्यो पनि भिसा आउँछ। त स्टुडेन्ट भिसामा सबभन्दा बढी स्टुडेन्टहरू अहिले स्टुडेन्ट भिसामा आउने गर्दछ। र 2025 को कुरा गर्दाखेरि भनेर अलिकति नियमहरू धेरै नै चेन्ज भएको छ र अहिले अब नियम अरू पनि चेन्ज हुनेवाला छ। जस्तो कि भिसामा अलिकति रोक लगाउँछ, जस्तो कि करा हुन्छ। त्यसैले चाप अलिकति बढिरहेछ भिसाको, त्यसैले अलिकति टाइम बढी लागिरहेछ। अब त्यसको लागि यदि तपाईले खबर गर्नु छ भने युके भिआईमा, नेपालको युके भिआईमा 3 हप्ताको भित्रमा तपाईलाई केही रिजल्ट पनि आउँदैन के, तपाईले कल गर्न पनि सक्नुहुँदैन। त्यसैले 3 हप्ता पछि तपाईको अटोमेटिक तपाईको लागि मेसेज आउँछ कि तपाईको भिसा प्रोसेस तपाईको आइसकेछ भिसा, त्यस्तो मेसेज आउँछ। थर्ड कुरा गरौँ हामी वर्क भिसा। अब वर्क भिसामा के हुन्छ भनेर स्किल्ड मेन पावर वर्कको लागि के हुन्छ भनेर पहिला भन्दा धेरै नै अलिकति सिस्टम धेरै नै अलिकति प्रोसेस अलिकति गाह्रो गरिदिएछ। त्यसैले वर्क भिसाको टाइम टेबल चाहिँ 3 देखि 4 हप्ता लाग्ने गर्दछ। र त्यसको लागि पनि डकुमेन्टहरू धेरै नै अहिले युकेमा धेरै नै कडा शासन गरिदिएछ। किनभने डकुमेन्टलाई पुरा भेरिफाई गर्छ के, टाइम लगाएर अलिकति टाइम मिलाएर पुरा युकेमा अलिकति नियम शासनहरू, अलिकति नियम र रुल्स रेगुलेसन अलिकति टाइट भइसकेछ क्या। अब वर्किङ भिसामा आउँदाखेरि तपाईको डकुमेन्टहरूको स्टुडेन्ट भिसा भन्दा बढी टाइम लाग्न सक्छ के वर्किङ भिसाको लागि। लास्टमा एउटा अझै भिसा छ कि स्पाउस भिसा। स्पाउस भिसालाई हामी डिपेन्डेन्ट भिसा पनि भन्न सक्छौँ। यो भिसामा अलिकति बढी टाइम लाग्छ के।
स्पाउस भिजा भन्नुको मतलब यो भयो कि जस्तो कि तपाईँको कुनै कुनै मान्छे छ जसले ब्रिटिस कार्ड होल्डर गरेको छ र त्यसले स्पोन्सरमा पर्ने छ, त्यो यदि बोलाउन खोजिरहेछ कुनै नेपालबाट इन्डियाबाट आफ्नो मान्छेलाई अब वाइफ र हस्बेन्डलाई भने त्यसलाई 10 विक्स लाग्छ। अनि 8 देखि 10 विक्स या 12 विक्स पनि लाग्न सक्छ। त्यसको लागि अलिकति टाइम टेबल लाग्छ, डकुमेन्टहरू धेरै हुन्छ र भेरिफाई गर्छ युकेले। त्यसपछि अब युके भिजाको प्रोसेसिङ टाइमहरू यस्तो यस्तो छ, सिस्टमहरू छ। अब हेर्नु युके भिजाको यति भिजाहरूको तपाईँको टाइम टेबल छ तोकेको चाहिँ यति हप्तामा यति आउँछ। तर यदि आएन भने के गर्ने? आएर भने के गर्ने भने युके भिजामा कन्ट्याक्ट गर्न के कस्तो छ भनेर। यो मेरो भिडियो बनाउनु धेरै स्टुडेन्ट धेरै भाइहरूले मलाई मेसेज गरिरहन्छ कि कति टाइम लाग्छ प्रोसेसिङमा यो त्यो। आज मैले पैसा कति खर्च हुन्छ त्यसमा मैले भिडियो बनाएँ, त्यो पनि म भिडियो बनाउँछु पछि गएर। तर आज कति टाइम लाग्छ, के कस्तो गर्नुपर्छ, अब सल्युसन के छ? अब प्रब्लम यदि कस्तो प्रब्लम आउँछ र के सल्युसन त्यो म भन्ने गर्दछु। प्रब्लम के आउँछ भनेर तपाईँले डकुमेन्ट जुन बनाउनुहुन्छ नि त्यो पुरा रियल हुनु पर्यो, किनभने अहिले फ्याक डकुमेन्टहरू चल्दैन। त्यो सल्युसन त्यही हो कि डकुमेन्टहरू पुरा रियल हुनु पर्यो। अर्को कुरा के छ भने म तपाईँलाई अब भिजा आइसकेपछि तपाईँले युके भिआईमा जानुहुन्छ। त्यहाँ युके भिआईमा गइसकेपछि तपाईँलाई युकेको सिम दिन्छ र विदिन 2 विक्स तपाईँ यहाँ आउन सक्नुहुन्छ। तपाईँ स्क्रिनमा अहिले हेर्न सक्नुहुन्छ कि तपाईँको एउटा नम्बर छ, यो नम्बरमा तपाईँ कन्ट्याक्ट गर्नु होला। ताकि यो नम्बरमा कन्ट्याक्ट किन गर्नु होला कि तपाईँको टाइममा रिजल्ट आएन, टाइममा भिजाको रिजल्ट आएन भने तपाईँ यो नम्बरमा कन्ट्याक्ट घरबाटै गर्नु र सोध्नु कि किन आएन। केही न केही इन्फर्मेसन तपाईँलाई दिन्छ। र आजको लागि यति छ, आजको लागि इन्फर्मेसन छ कि कुन भिजामा कति टाइम लाग्छ त्यो मैले भने। र तपाईँहरूलाई यही अरू केही इन्फर्मेसन छ जान्नु छ र केही मनमा छ कि भने कमेन्ट गर्नु र भन्नु, र म तपाईँलाई त्यो टपिकमा म भिडियो बनाउँछु। थ्याङ्क्स फर वाचिङ एन्ड लाइक एन्ड सब्सक्राइब फर द मोर भिडियो यु गेट द नोटिफिकेसन राइट नाउ एन्ड थ्याङ्क यू।